नमस्कार, म अनिल अधिकारी राजु। आज संयुक्त समाज दक्षिण कोरियाको रमाइलो भेटघाट तथा वनभोज कार्यक्रममा म चाहिँ तयार भएर बाहिर केही समयको पैदल यात्रा पछाडि बस स्टेसनमा जाँदा ठ्याक्क बस आइपुगेको थियो। त्यसपछि म चाहिँ ठ्याक्क बस चढेर त्यसमा चाहिँ कार्ड प्रयोग गरियो। कार्ड 40 मिनटको बस यात्रा पछाडि झर्ने बेला आयो। त्यसपछि म चाहिँ नाम्मु टर्मिनलमा चाहिँ बस झरेर अबको यात्रा भनेको हाम्रो चाहिँ ट्रेनबाट जानुपर्छ। ट्रेनमा जानका लागि म चाहिँ ट्रेन स्टेसनतिर तलतिर चाहिँ अब जाँदैछु। यसरी कोरियाको लागि रेलको यात्रा भनेको सर्वोत्कृष्ट सिस्टम प्रणाली अन्तर्गत पर्दछ। यसरी म चाहिँ यहाँबाट अब कार्ड प्रवेश गराएर त्यसपछि म भित्र गएँ। भित्र जाँदा संयोगवश ठ्याक्क म जाने अनि त्यहाँ चाहिँ रेल आउने पनि समय एकदम सही समय पुगेको रहेछ। त्यसपछि म केही 2-4 जनाको लाइनमा बसेर त्यसपछि ट्रेनभित्र जाँदैछु। ढोका खुल्यो। त्यसपछि म चाहिँ ठ्याक्क भित्र गएँ। आज चाहिँ ट्रेनमा खासै त्यस्तो साह्रो मान्छेहरूको भिडभाड थिएन। त्यसपछि हाम्रो केही यात्रा पछाडि ट्रेन चाहिँ अर्को परिवर्तन गर्न पर्ने हुन्छ। यसका लागि म चाहिँ यहाँबाट झरेर अर्को चाहिँ ट्रेनको प्रतीक्षामा बस्दै ट्रेन पनि ठ्याक्क आइपुगेको रहेछ। त्यसपछि म यसरी प्रवेश गर्ने अवस्थामा छु। ल म चाहिँ अब यहाँबाट ठ्याक्क प्रवेश गरेँ। त्यसपछि मेरो चाहिँ छोटो ट्रेनको यात्रा पछाडि झर्ने बेला आइसक्यो। अब म चाहिँ थोङदेमु साथीहरूको भेटघाटसँगै बस पनि आइपुग्यो। बसमा चाहिँ हामी यो चाहिँ पहिलो बसमा 40 जनाको टोली यो बसमा चाहिँ प्रतीक्षा भएर बस्यौँ। त्यसपछि क्रमबद्ध रूपमा सबैजना चाहिँ बसमा चढेर त्यसपछि हामी अबको यात्रा भनेको हामी चाहिँ सँगै सबैजना रमाइलो गर्दै छुङनाम थ्यान हाम्रो पिकनिक स्थलको लागि नाच्दै गाउँदै रमाउँदै यसरी चाहिँ हाम्रो नेपाली राष्ट्रिय नास्ता सेलरोटी र अचार हामीले चाहिँ गाडीमै टेस्ट गर्न पाइयो। रूपमा अगाडि बढ्दै हो। यसमा चाहिँ हाम्रो नाच चाहिँ बिस्तारै बिचबिचमा सबैजना पालै त्यसपछि छिट्टै पिकनिक स्थल आइपुगेछ। त्यसपछि हामीले पिकनिक स्थलबाट झर्दा केही साथीहरू अगाडि आइसक्नु भएको थियो। उहाँहरूले चाहिँ पिकनिक स्थलमा सबै कुरा खाना चाहिँ बनाउनुदेखि लिएर कुर्सी व्यवस्थापन त्यहाँको माहौलहरू सबैजना आउँदा बस्ने गर्ने सबै व्यवस्था मिलाइसक्नु भयो रहेछ। यसरी मध्यरात भइसकेकोले अब चाहिँ खाना व्यवस्था सबै रेडी तयार थियो। त्यसपछि सबैले हामीले चाहिँ कसैले नास्ता खायौँ, कसैले चाहिँ अब खानामा चटपट खसीको भुटुवा त्यसपछि सलादहरू अचार सबै कुरा चाहिँ इनफ थियो। सबैजनाले मिलिजुली यसरी खाँदै रमाइलो गर्दै गरियौँ। साथीभाइको सँगैको रमाइलो पछाडि लगत्तै थेगु बुसानबाट आउने चाहिँ बस आइपुग्यो। त्यसपछि साथीहरू अझै थपिनुभयो। त्यसको केही मिनटमा सौलबाट आउने बस पनि आइपुग्यो। रमाइलो गर्दै खाना खाइयो। खाना खाएपछि हाम्रो चाहिँ अबको नाचगान भनेको हलभित्र डेक बजाएर ग्रुपमा नाच्ने सबैजना आफ्नो तरिकाले ग्रुपमा यसरी चाहिँ नाचगान यति गर्दा घडीले 4:30 बजाइसकेछ। केही समयको आराम पछाडि चिया नास्ता लगत्तै हाम्रो चाहिँ औपचारिक कार्यक्रम सुरु भयो। औपचारिक कार्यक्रममा सबैजना सहभागी यसरी हुनुभयो। नजिकै समुद्र रहेकोले सबैजना चाहिँ समुद्रमा गएर एकदम फ्रेस भएर आइसक्नु भएको थियो। यसरी चाहिँ कार्यक्रममा सबैजना केही समयको फर्मल कार्यक्रम लगत्तै हाम्रो चाहिँ अबको यात्रा भनेको सबैजना खानपिन गरेर अनि घरतिर फर्किनुपर्ने बेला हुन थालिसकेको थियो। सबैजना चाहिँ यसरी खानासाना खाइयो। खाना खाएर रमाइलो गर्दै अहिलेको खानामा पुलाउ, खसीको मासु, अचार, सब्जी, सलाद गर्दै यसरी चाहिँ थियो। सबैजना लाइनबद्ध रूपमा पालैपालो चाहिँ सबैजनाले खानासाना खाइयो। अब खानपिन पछाडि अबको हाम्रो यात्रा भनेको अब घर फर्किने सबैजनाले सरसफाइ गरिवरी सामान राखेर अब त्यहाँ चाहिँ हामीले छोड्नुपर्ने अवस्था थियो। त्यसरी सबैजना ग्रुपमा फोटो खिचाइयो। फोटो खिचाएर अब बस चाहिँ छुट्टै बस चढ्नुपर्ने भएकाले साथीभाइहरू फेरि अर्को कार्यक्रममा भेट्ने बाचाका साथ सबैजना छुट्यौँ। म पनि यसरी बस चढेँ। 3-3.5 घन्टा पछाडि हामी चाहिँ बसबाट ओर्ल्यौँ। फेरि आफ्नो गन्तव्यतर्फ आफ्नो क्षेत्रमा जाने बस चढ्नुपर्ने। त्यसपछि मैले मेरो क्षेत्रमा जाने बस चाहिँ यसरी 1 घन्टाको पछाडि म चाहिँ झर्ने बेला आइसकेछ। यसरी झरेर म चाहिँ बसबाट
यसपालिको पिकनिक एकदम स्मरणीय रह्यो। यो सबैलाई हार्दिक धन्यवाद। पुनः छिट्टै भेटौँला।